पनि फेरि वान टाइप हो क्या यस्तो जाने जाने हुँदैन है त त्यो त वान टाइप हुन्छ फेरि अनि नेपाली कस्तो बबाल छ कि हेर न के भ्यू कस्तो दामी देखिरहेको छ होइन कस्तो देखिरहेको छ आज बिहानको घाममा खतरा कस्तो भने आफ्नो लेनमा हिँड आफ्नो लेनमा हिँड क्या आफ्नो लेनमा यता यता नजाऊ ल मर्यो के लोफर के हो कि के हो त्यो कस्तो अमर ज्योति भन्दाको ज्योति बगर आएर मुखमा त कुली तिर्कुली तरी करायो शुद्ध त मर्नलाई थियो तर बुढी चाहिँ कस्तो तरिन्छ हेलो एभ्रिवान होप गाइस आर फाइन होइन हामी चाहिँ आज बिहान उठेर दुधेश्वर जान आइरहेको छौँ भाइहरूले कल गरिसक्यो उता दार्मीबाट जान्छ दुईजना भाइहरू अनि टाइम चाहिँ कति 4-5 बज्न आँटिसक्यो है 5 बज्न आँटिसक्यो अब हेरौँ निस्किन्छौँ ल गाइस हामी चाहिँ अब निस्किन आँटेको यताबाट अब भाइहरू चाहिँ तल फेरिदेखिमा गएर कुरिरहेको छ हामीलाई हामी चाहिँ हाम्रो यता हल्डे रातमाटी हुँदै तल जानुपर्ने हुन्छ ल हेरौँ अब मेरो बाइक होइन यस्तो भयो भने फेरि वान टाइप हो क्या यस्तो जाना हेर्नु है त त्यो त वान टाइप हुन्छ फेरि अनि है त जय मा काली सिधै हामी चाहिँ तल गएर अब सिधै फेरिमै गएर भेट्छु होला म यदि यहाँबाट भिडियो गर्दिनँ किनकि हल्का राम्रो उज्यालो पनि भएको छैन होइन त्यही भएर म अहिले भिडियो गर्दिनँ होला अब सिधै तल गएर चाहिँ भिडियो गर्छु भाइहरूलाई भेटेपछि है त ल 1 hour later ल है अब हामी चाहिँ यता फेरिबेसीमा अब ठ्याक्कै फेरिबेसी इन्टर भइसक्यौँ अब भाइहरू चाहिँ अगाडि गइसक्यो बिस्तारै जानुपर्छ हामी पनि मोबाइल यस्तो सिधा छ कि छैन त्योहरू मिलाऊ हेर है यो चाहिँ मेरो अब भ्लगमा आउँछ सेकेन्ड भ्लग भनौँ न होइन मोटो भ्लग त फर्स्ट नै भनौँ अब त्योभन्दा अगाडि पनि मैले भ्लग त हालेको छु नि त भिडियो हालेको छु अब मोटो भ्लग चाहिँ फर्स्ट मोटो भ्लग भनौँ अनि यतातिर फेरि बाटो बबाल पिच भइसकेको रहेछ है अनि के भन्ला हो भाइले सिधै कुकुर भाडा लगाइजान्छ त साइड लाइट चाहिँ बलेको छैन कहाँ हाल्ला पेट्रोल पेट्रोल हाल्नु पर्ने छैन र अहिले उता अलि आधी बाटोसम्म पुग्ने कि आधी बाटोसम्म त होला के ओए 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 बिचार भर टिक्दैछ भाइले पनि बाइक चाहिँ अहिले उता गएपछि रोहनले चलाउनुपर्छ होला त्यो बिस्तारै आरामले चलाऊ कहाँ बिस्तारै आरामले म ठाउँमा मैले कुदाउँछु हल्का म त अब मुला चलाउँदा होइन अब मुला भनिदिएर फेरि चलाउ भइसक्यो मान्छे हो नि त पछाडि चाहिँ न्युट्रल त्यही नि त्यो के अरे बिचमा न्युट्रल नि एक र त्यो बिचमा न्युट्रल हाल्नु क्लास मात्रै भाँच्योलाई त्यसरी रिजर्भमा आइसक्यो होला है पेट्रोल है टोटल हेर्छ टोटल
हिँड 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 ए कस्तो रिङटा लाग्ला जस्तो भयो फुलमा त आँखै तिरिमिरी कस्तो तिरिमिरी भएको त ल बस्ने मान्छे फिलिमिली भएर छ हो त्यो आँखै उको भयो हुने रहेछ फुलमा त ल बाँकी त ना जस्तो भइरहेछ भ्यू कस्तो दामी देखिरहेछ होइन सट्ट देखिरहेछ अझ बिहानको घाममा खतरा कस्तो भने यस्तो बगाल छ यतातिर अलि माथि माथि क्या खतरा खतरा हो जान्छ नि तपाईँ म त छैन नि दुध त्यस्तो अहिलेसम्म गएको छैन त्यही भएर नि ल चलिदिउँ अलिक घर बस्नु यस्तो भिडियो सिडियो पनि बस्नुपर्छ होइन भनेर हामी त ठ्याक्कै तलबाट आइपुग्यो रेस सक्नु पऱ्यो नि रेस रार भएर अब कुद्न त भवाल कुद्छ क्या अरे बाइकबाट यो बाटो सिधै सिधा हो ए सानो टायर चाहिँ सुकाउनु खोज्छ पक्नमै जान्छ अहिले बुझाइदिउँ एक लट भिडियो भएको नै के होला है भइरहेछ होइन कस्तो देखाइरहेको उहाँले देखिरहेको के अरे मिलाइदिउँ आज भ्यू त ओकै ल हाम्रो चाहिँ 1 लिटर मात्रै पेट्रोल भयो बाटोमा पाएपछि 1 लिटर भयो भने अलि ढुक्क भयो नि अब उता मन्दिरसम्म त आनन्दले मेरोमा त पर्दैन कति जान्छ फुल है मलाई पनि थाहा छैन जान्छ होला 12 ट्याङ्की ठुलो हो हमारे हीरो इधर है सूर्यमूला नाला बाइक बहुत बहुत बढ़िया है मैंने बहुत अच्छे से पाल रखा है
पुगिया ट्याक्सी ल हामी चाहिँ अब दुधेश्वर आइसक्यो मन्दिर चाहिँ यता यता छ अब चट्ट अब यहाँ खै सामानहरू किन्नुपर्ने होला होइन सामानहरू किन्नुपर्छ होला अनि के भन्छ अनि सामान किन्छौँ अनि जान्छ त्यही त हो नि जाने होइन जाउँ एकजना यता सामान किनिदिनु पऱ्यो चट्टमा सबैले पर्दैन साधारण नम्बर कि मालामुख नम्बर कि साधारण त 200 किन्दा हजुर हुन्छ 400 500 किन्दा किन्दा सुनमा त 400 500 हजुर यो के यो भगवानलाई चढाइदिँदा ए भगवानलाई चढाउने माला हो यो नरिवलहरू लानु दिदी भनेपछि खोइ के लाने कसरी लाने हो म त थाहा छैन यो त नरिवलहरू लानु नि दिदी गाईको दुध नरिवलहरू सस्ता लाने के आउनु नि अब 200 खालको पूजाको सामान आइछ हो नरिवल हो यो हुन्छ 200 कै हुन्छ त्यसो भए यत्रो आउने रहेछ यति भए पनि नि चाहिँ ल भन न तिगोले 200 लियो न अल्ला भाइ थिङ सोल्नु नम्बर दिले कि हामीलाई पनि 200 का हाल्दिनु न त दुध 200 लो यो को हजुर 200 का 200 ल बुझ्दैन फेरि मैले 200 को के हेर्न न ठुलो सामान चाहिँ यति नै हो लाइटरहरू चाहिने होला नि यो बाल्नलाई त लाइटर लिन लाइटर ल सामान पनि आइसक्यो अब चाहिँ टुकुल कपाल चाहिँ म बान्नु पाएँ हुन्छ मायालुको हेराइ बोलाइ उठाइ गर्छ Nice. ल जुत्ता खोलेर माथि जानु पऱ्यो माथिको भिडियो त खतम गरेको भिडियोहरू हेर्नु होला होइन A few inches later. ल जुत्ता सुत्ता खोलेर हिँड्यो होइन खुट्टा धुनुपर्छ रोहन यहाँ आऊ त खुट्टा धुनुपर्छ नि हामी भिडियो गरौँ यत्तिकै है नघुमाऊ यत्तिकैमा गर मलाई टाढो थियो जाने बाटो टाढो बाटो थियो उतै बाटो मैले हिँड्दैन तेरे लिए मंदिर ओके ल है अब लाइन बस्दैछौँ लाइन बस्छ भाइले पाल्दिन होला यहीँबाट बाल्दै जाने हो र
अहिले टाइम पाउँछ नि पकाउनु अहिले हुन्छ अहिले बाल्ने है अघि हामी हजुर कोही थिएन बाल्दिउँ मैले बाल्नु पऱ्यो नि अर्को पनि छ यहाँ अलिकति अगाडि ल्याउनु यो बाल्नु अनि त्यसपछि यो लगाइदिनु अनि पैसा चलाइदिनु अनि नयाँ कुरा हालेर ल्याउनु अनि त्यो खानेकुरा त यो त अनि प्रसाद हो अलिअलि कुरा लाइन भयो हजुर लाइनै हो मेरो बेस्ट गीत बज्यो त अहिले कुनै छ गीत यसो त्यति मात्र स्वरूपाय जटाधराय पिनाकहस्ताय सनातनाय यज्ञाय देवाय दिगम्बराय धान दाल बनाऊ है मेरो है कति लान्छ सुरुमा त अब धुपै बाल्नुपर्ने होला लाइटर देऊ त भाइ ए बालिदिनु भएन अर्काकोमा के बाल्ने भनेर होइन लाइटर चाहिन्छ यो अर्को बत्ती बाल्नलाई अर्काले बालेको के खाने फोटो गरेर सुन्नुपर्छ त्यो खिच्न फोटो हाल्नु म फोटो हाल्दै गरिदिन्छु खचक होइन त्यसमै राम्रो आइरहेको त मेरो त्यसमा लाइट बढिरहेको थियो होइन लाइटर त निम्न पो आँट्यो त के लाग्यो के बोल्यो भाइ लाइटरै बोलेन क्या यो झोला ल्याउनु त अगाडि मैले ल्याएँ है फोटो चाहिँ छोडिदिनु बत्ती बाल्दिउँ यता चाहिँ होइन मेरो खिच्दैन भएन फिट्दैन यो खोल्ने हो छोडिदिनु त्यतिकै अहिले हेरिनुहोस् न गर्नु आएको त्यहाँ धुप्छ त्यो चाहिँ बाल्दियो Pooja.
Sakia, taxi. ल है त हामी चाहिँ अब दर्शन गऱ्यो पूजासुजा गऱ्यो अब चाहिँ निस्किन आँटेको पानी परिरहेको छ खोइ अब बिहान आएको खोइ खाजासाजा पनि केही खाएको छैन अब उता गएर खाजाहरू खानु पर्ला अब त्यही बेला भेट्नु पर्ला अब पानी पऱ्यो अब पानी परेपछि भिडियो गर्न पनि मिल्दैन अलि झ्याउ हुन्छ अनि पानीले भिज्छ नि त त्यही भएर अब सिधै खाजा खाने गएर चाहिँ भिडियो गर्छु म त्यसपछि पानी परेन भने त्यहाँबाट भिडियो गर्दै जान्छु म होइन अहिले चाहिँ पानी परेको हुनाले पानी परिरहेछ क्या हेर्नु न पुरै पानी यसरी परिरहेछ त्यही भएर म भिडियो गर्दिनँ अहिले चाहिँ अब सिधै म खाजाङ ठाउँमा गएपछि त्यहाँ भिडियोहरू गर्छु अनि त्यहाँबाट अनि निस्किने बेला अनि सिधै अब त्यही हो पानी चाहिँ परेन भने चाहिँ भिडियो चाहिँ गर्छु म अहिले सिधै खाजाङ ठाउँमा भेटौँ है त 1 hour later. ल है हामी चाहिँ उता उसमा आएर खाना खान लागेछौँ अब खानुपर्छ अनि एकछिन पनि आराम जाने हो पुरै पानी परिरहेछ क्या पुरै पानी परिरहेछ जाउँ अनि खाम हो हामी चाहिँ खाना आइसक्यो यहाँ अब भिडियो हाल्नु पऱ्यो होइन मासु यो गाउँको हाल्नुपर्छ अनि चल्दिनु पर्छ एकछिन बसेर होइन ल खाइदिउँ अब है ल हामी चाहिँ खानासाना खाजासाजा खाएर निस्किन आँटेछ अब भाइलाई सोध्दैछौँ जाँदै गरौँ न नभेरौँ भने बसै गर हामी उता जान्छौँ खोइ बाइकको चाबी खोइ त खोइ उनीहरू बस्यो खानासाना नि खाइहाल्यो अब निस्किनु पऱ्यो बाइक उता वर्कसपमा धुन दिएको छ है अब दुइसक्यो होला अब भिडियो पनि धेरै लामो भइसक्यो अब थोरै उता गएर इन्ड गर्छु होला त्यही हो हामी चाहिँ यो के बजार यो खरान्टार भन्दा नि भयो यता आइपुग्यो अब वर्कसपमा बाइक दिएको छ धुनलाई अनि त्यहाँबाट अब लिएरै चल्दिनु जस्तो होइन एक्सिक पनि धोइसक्यो क्या भाइको त्यहाँ छ त्यो दुइटा भाइको त कुहिरा होला होइन गर्नु पऱ्यो अनि त्यहाँबाट सिधै उता गएर भिडियो नि इन गर्नुपर्छ धेरै लामो भइसक्यो ल अब हामी चाहिँ खानासाना खाएर है निस्क्यौँ अब भिडियो अति नै लामो भइसक्यो जस्तो लागिरहेछ मलाई हजुर म यहाँ भिडियो पनि भनेको भिडियो चाहिँ एकदम लामो भइसक्यो जस्तो लागिरहेछ अब म यो अब हामी भाइहरूसँग उसमा छुट्टिन्छौँ होला त्यही फेरि बेसी अलि माथि गएपछि हामी उता जाने हो उनीहरू अर्को ठाउँमा जाने हो त्यहाँ गएपछि म भिडियो पनि गरिदिन्छु अब अहिले चाहिँ बाटोको भ्यूहरू इन्जोय गरिदिनु दामी छ right. आयो गाडी आइदिन्छ क्या फेरि ल मर्योमा के लोफर कि हो कि के हो त्यो आफ्नो लेनमा हिँड क्या आफ्नो लेनमा यता यता नजाऊ
हावा आइपुग्यो हाम्रो यस्तो यस्तो उक्लिन्छ फेरि दौड बाइकै चाहिँदैन क्या ए अफ रोडमा पनि स्किल चाहिन्छ क्या त्यहाँबाट चाहिँ बाइक जस्तो भयो नि जुनसुकै बाटोमा नि कुदाउन सकिन्छ स्किल भइसकेपछि दौडै चाहिँदैन अन्य 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 मेरो बिहेको बस यहाँ रहेछ ओ भ्लगर रे अझ पानी परे बेला हुनुपर्छ चिप्लो चिप्लो बाटो मम्मी हो बाबा हो ए ठोक्ला नि A few inches later. पछि भेटौँला भाइ ल ल भाइको नि इक्जाम हो होइन ल है ल जाउँ हामी चाहिँ ल राम्रोसँग बस राम्रोसँग काम गर इक्जाम राम्रोसँग दियो है अब ल मेरो भ्लगमा केही भनिदेऊ न त नत्र ल मेरो भ्लगलाई केही भनिदिनु पऱ्यो क्या अनि अलि ओभर भयो क्या अनि ल बाई बाई ल बाई बाई गरिदियो उहाँ नानीहरूलाई भन्ने बाई बाई कति बेला जाने ल ल गएको है भाइ ल ल है त ल हस् हस् ल बाई बाई बस्दै बस्छ त यार म यहाँ दार्जिलिङमा पाल्टा भने एकचोटि भने त ल हो तपाईँहरूलाई पनि भिडियो चाहिँ होइन अब के कस्तो आयो अब त्यो सब इन्जोय गरिदिनु होला होइन के कस्तो छ के अरे सुधार्नु पर्नेहरू होइन अब बिस्तारै बिस्तारै भर्खर त स्टार्ट गर्दैछु होइन अनि त्यही भएर अब के छ सुधार्नु पर्ने यसो कमेन्ट गरिदिनु होला यस्तो माया देखाइदिनु कि अब कमेन्ट चाहिँ गरिदिनु पर्ने हुन्छ क्या तपाईँहरूले तपाईँहरूको कमेन्ट हेरेर अनि म त्यो अनुसारले अब इम्प्रुभ गर्दै जान्छु अनि तपाईँहरूले जति कमेन्ट गर्नुभयो त्यो कमेन्ट भनेको चाहिँ कमेन्ट भन्दा पनि माया हो क्या कमेन्ट गरिदिनु भयो भने मलाई चाहिँ अब हुन्छ नि अब अलिकति हौसला बढ्छ कसरी के गर्ने भन्ने हुन्छ होइन त्यति नै भन्दै अब आजको भिडियो धेरै नै अब लामो पनि भइसक्यो तपाईँहरूलाई पनि अलिक मलाई अब धेरै लामो भएपछि अलिकति हुन्छ नि त त्यही भएर आजको लागि यति नै भन्दै मेरा जस्तो पाएँ त्यस्तै भए पनि बनाएको छु आफूले सक्दो यो ब्लग चाहिँ यहीँ टुङ्ग्याउन चाहन्छु होइन त्यही नै हो अब यति भन्दै यो भिडियो चाहिँ यहीँ टुङ्ग्याउँछ है त ल बाई बाई